राजाहरू बिचमा चाहिँ तनाव भइरहने क्या। अनि एकताल अब वीरबाबुले त्यो सुरसेनको राज्यलाई चाहिँ अट्याक हान्नु पर्यो भनेर धेरै प्लान बनाएको छ। जति ताल ऊ जान्छ पिटा खाएर फर्किनु पऱ्यो राय भएन। त्यही गर्दा नभएपछि के छ यहाँ मन्त्रीलाई अब पत्ता लगाउने के समस्या छ भनेर पक्षको दिमाग गेम आयो। अब यहाँ केही छ हाम्रो बलले मात्रै भइरहेको छैन के छ यहाँ भनेर गर्दाखेरि त्यहाँ केही न केही कोही न कोही बुद्धिमान मान्छे छ, त्यसकै कारणले हामी बारम्बार हारिरहेको छौँ भनेर अनि अब टेस्ट गर्नुपर्छ भनेर अब सुरुको टर्न चाहिँ तिनवटा टाउका पठाएको छ। तिनवटा टाउका उस्तै हेर्दाखेरि सेम दृश्य छ, ल उसको मूल्य कहिले छुट्याएर पठाइदिनु भनेर अब दुःखहरू गए। तिनले टाउका सुरसेनका अगाडि प्रस्तुत गरे। अनि गरेपछि बिचरा भाइ भारदारहरूले यसो हेरे दुरुस्त छ केही छैन, कसरी छुट्याउनु होइन टाउका कसरी फरक छ भने कसरी छुट्याउनु। अनि त्यो चाहिँ अब राजा चाहिँ बिचरा अब छुट्याउनु नसकेपछि निनौरो मुख लाएर अब हामीले के हो छुट्याउनु भनेर उसको छोरी थियो। अनि तिनको नाम चाहिँ के थियो भने सुरसेनको छोरी थियो सुमति नै छ। अनि दिनले चाहिँ के गरेछन् भन्दाखेरि ए बुवा किन तपाईँ अँध्यारो मुख लाउनु यस्तो यसरी चाहिँ यो वीरबाबु भन्नेले हामीलाई अट्याक हान्नेले चाहिँ यसरी तिनवटा टाउका पठाएर छ, अब कसैले छुट्याउनु सकेन ए त्यस्तोमा के चिन्ता मान्नुपर्छ त, म छुट्याइदिइहाल्छु नि भन्थ्यो। भाइ बारबार भएको टाउका बसेर ल यहाँ सिङ्का ल्याएर एउटा कानडा हाल्यो, कानडा हाल्दाखेरि अर्को कानडा फुटो मुल्यो, अर्को कानडा ए यो टाउको 0 रुपियाँ, यसको मूल्य छैन, 0 पैसा यसको। अनि दोस्रो टाउको यताबाट हाल्यो मुखबाट निक्लेछ, यसलाई 1000 रुपियाँ जति राख्दा हुन्छ। एउटा टाउको यता सिङ्को हाल्दाखेरि उतै भित्रै अड्केछ, यो चाहिँ 1 लाख जति पर्ने यो मूल्यवान टाउको है भनेर पठाइदिएँ भनेर गएँ। अनि छ्याक्क अनि राजाले सोधेछ भने तिमीले के पठाएको थियो, के एन्सर आयो भनेर है खतरा विद्वान मान्छे पुगेछ। अनि के हो त यसको अर्थ के थियो भनेको अब यो चाहिँ कस्तो टाउको भने यताबाट सुन उताबाट एकैछिनमा उडायो, त्यसले दिमाग केही सम्झिन सकेन, 0 पैसा मतलब भएन। अर्कोले एक ताल दुई ताल भन्दा अर्दा अब फेरि बिर्स्यो, फेरि पछिलाई त्यो नलेज उसको सङ्ग्रह हुनै सकेन, त्यसैले 1000 रुपियाँ जति मात्रै। अनि यसले चाहिँ सँगैले राखिरहेको, त्यसले गर्दा यसको चाहिँ मूल्यवान टाउको। अनि दोस्रो फेरि पठाएछ कि अब के पठाउने भन्दाखेरि दोस्रो ताल चाहिँ एउटा पिँजडा बनाएछ, फलामको पिँजडामा सुगा टाक्क राखेर पठाएछ। ल यो पिँजडा चाहिँ ताला नखोलिकन होइन यो सुगालाई उडाएर देखाउनु भनेर पठाएको। सबै भाइ बारदारहरू भेला भए, सुगा दुरुस्त चाहिँ छ, अब केही गर्दा पनि उड्दैन, ऊ गर्ने कुरो भएन, अब ताला लागिदिएछ, कसैले पत्ता लगाएन। फेरि पनि छोरीले भनेको नि सुमतिले यो टेन्सन लिनुहुन्छ, म उडाइदिइहाल्छु नि यस्तो मुला होइन, ला हो तिमीहरूले त्यो आगो बाल्ने चाहिँ मक्कल ल्याएको होइन, त्यो बालेर ल्यायो भनेपछि ठ्याक्क पिँजडा राखी मैनको सुगा रहेछ, मुला उडीको केही लैजा तेरो सुगा चाहिँ उडेर गइसक्यो भनेर पठाइदिन्छ। उता मन्त्री चकित भएछ, लु नसकिने रहेछ भन्ने भएछ क्या। अनि अब के गर्ने त भनेर फेरि उसले के गरेछ भन्नुहुन्छ भने फेरि अर्को चिज पठाउने भएछ। त्यति बेला चाहिँ उसले सलह किरा पठाएछ क्या। सलह यो तपाईँहरूतिर दूरदर्शनतिर नि यो हरियो सबै केही नै राख्दैन अरे फौजी किरा। अनि ट्याक्क आइसकेपछि अनि सलह पठाएको बक्सा पठाएछ। भाइ भारदारले अब हेरे मन्त्रीहरूले अब के गर्ने, अब के पठाएको किरा पठाइरहेछ। अनि फेरि पनि राजाले राजकुमारीलाई नै बोलाएछ। राजकुमारीले के चिन्ता मान्नुहुन्छ, म यसको एन्सर दिन्छु। किचनमा गएर मुलाको चाना काटेर सल्लाह फ्याँकेर मुलाको चाना ट्याक्क प्याक गरेर लिएर जा, यही हो एन्सर भनेर पठाइदिन्छ। मन्त्री चाहिँ झसँग भएर झनै ढलेछ क्या। के हो यो, के थियो क्वेसन भनेको त हामी सल्लाह जस्तै भएर लडाइँ गर्न आउँछौँ भनेर मैले क्वेसन पठाएको थिएँ। आऊ मात्रै त्यही भएर मुला चाना भन्दा चाहिँ गजबले काटेर पठाइदिनु भनेर एन्सर पठाइदिएँ। त्यो राजकुमारी हुँदै त हाम्रो गएको छैन भन्ने भएको क्या, भनेको क्या। के गर्ने त भन्दाखेरि त्यसलाई मार्नुपर्छ। के गरी मार्नु भन्दाखेरि मार्न त नसकेको, पहिलेदेखि नसकेको फाइट खेल्दाखेरि अब के र के गरेर
जितेरै छोडिहाल्छ। त्यसो भने त्यसको बुद्धिलाई जित्नलाई त्यसलाई चाहिँ बिहे गर्ने प्रस्ताव गर्नुपर्छ। अब ठुलो बादशाह चाहिँ अब वीरबाबुले त माग्न पठाउँदाखेरि अब बिहे नगरेको मान्छे उसले नदिने भन्ने कुरै भएन। अब उहाँ गएपछि माग्न आइरहेछन् यसरी वीरबाबुको तर्फबाट भन्यो। अनि बिचरा राजा अब यसलाई केही गर्नेलाई यसो गरे भन्ने भएछ नि त। मेरो मुसाएर चाहिँ जाँदै के भयो बुवा यसरी माग्न पठायो भने ए त्यसमा के चिन्ता मान्नुहुन्छ त होइन, दिनु नि त राजकुमारीलाई। अब राजाले माग्न आयो किन नदिनु, दिनु लिएर पठाउनु, केही टेन्सन छैन। अनि तिमीलाई केही हुँदैन भने केही हुँदैन, मलाई के गर्न सक्छ कसैले भनेर भन्छ। अनि त्यस पछाडि अब उताबाट पुरा जन्ती आयो, बिहे टाँडो भयो, सबै सिद्धियो होइन। बिहेमा जग्गामा बेहुलीले सिन्दुर लाई अनि लुगा फेरेर आई फेरि ढ्याक्क बसिसक्दाखेरि अब लु मारे पाले पुण्यहरू तपाईँले हातले जिम्मा लानु भनेर राजाले भन्यो होइन। अनि सुरसेनले भन्यो ए मारे पाप ओके छ त भन, तरबार झिकेर चट्टै सुनाइदिइहाल्यो। पहिलेको चाहिँ जमाना के भन्दा छोरी जिम्मा लगाएपछि फेरि केही बोल्नु नपाइने। अनि रगतको खोलो बग्यो, जगे चाहिँ अब खपिसाध्यै भएन। त्यहाँ मान्छेहरू उहाँ रोए, ए हाम्रो काम भयो भने अब हतियार सबै उनीहरूसँग थियो भिड्ने कुरो भएन, लावा लस्कर लागेको राजा रुँदै चाहिँ अब राजकुमारीको तिर खोपीतर्फ गएछ। जाँदैछ त राजकुमारी बसिरहेको छ, ए भूत पो हो कि भनेर तर्सेछ। अनि राजकुमारी यहाँ भित्र तानेर ढोका ढ्याकै लाग्छ। कुरो के हो भने के हो तिमी यहाँ कसरी आएको, तँ जुन सिन्दुर हाल्ने हो तँ त्यही मान्छे हो, हाल्यो मलाई सिन्दुर, मैले उसमा बिहे नै गर्न खोजेँ, त्यसलाई म ठिलाउँछु कि त्यही भएर बिहे गरेको हो। तर जुन लुगा फेरेर गएको मान्छे त्यो म होइन, त्यो चाहिँ मैले प्लास्टिक सर्जरी होइन वर्षौँ लाएर बनाएको थिएँ, त्यसमा चाहिँ रगत भराएको थियो। बिचराले त्यही काटेर गयो, म खप्पर गयो। अब तपाईँले के गर्नु भने मेरो चाहिँ एकदम राजकुमारी फल्नाले मार्यो भनेर चाहिँ तपाईँले एकदम मलामीहरू गरेर सबै थोक काजक्रिया सबै गराउनु, यसलाई कसरी ठिक लाउनुपर्छ मैले लाउनु जानेछु भनेपछि। अनि त्यो भनिसकेपछि त अब राजकुमारी त्यो भनेपछि राजाले त्यही गरेछ, रोइ गरेँ, यताउता गरेँ, सक्यो। अब त्यसलाई रिभेन्ज लिनका लागि म जानुपर्छ भनेर अनि मन्त्री पाठो मन्त्री थियो ऊ दुईजना गएछन्। अनि उहाँ गएर चाहिँ के भएछ भन्दाखेरि त्यही वीरबाबुको राज्यमा गएछन्। अब सुन्दरी विश्व सुन्दरी थिए। अनि अब पान पसल नि घर चाहिँ पान बेचेर बसेर पुलिसहरू आएछन्। पुलिसहरू कोही छैन होइन, पुलिसले अब राम्ररी यसो देखेपछि अब विचार गर, पुलिस गएपछि फेरि हल्दार, अब हल्दारभन्दा हुँदा यसो माथि धेरै माथिसम्म अब आइसक्यो होइन। आउँदा चाहिँ मन्त्री पनि जानु थाल्यो। मन्त्री पनि गर्न थालेपछि त अब पान खाने न्युले गएको जान चाहिँ, तर मान्छे हेर्न गएको क्या, मान्छे हेर्न गएको विश्व सुन्दरी आएर चाहिँ हेर्न गएको। हुँदा राजासम्म खबर पुगेछ, वीरबाबु पनि केतिर छ त जानु चाहिँ पर अचम्मै राम्ररी भन्छ नि त भनेर गएछ। अब राजा आउनु थाले जस्तो अरू त आउनु मिलेन होइन, एसपी आउनु थाल्यो भने त अब हल्लाहरू टाप ठोकिहाल्छ। राजै मात्रै आउनु थाले, पान खाँदै गर्दै गराउनु थालेछ। अब माया प्रेम बसेछ रहेछ होइन, नानी हुने भएछ। त्यहाँबाट राजालाई पनि लाज लाग्यो, उसले पनि अब राजालाई अप्ठ्यारो पर्छ होला भनी पान पसल नि अर्को सहरतिर डेरा गएछ। राजाले पनि बिर्स्यो। पछि छोरा जन्मियो, उसलाई छोरालाई यस्ता युद्ध कलादेखि लिएर यस्ता जम्प हान्ने दुनियाँ खेल्ने सबै सिकाइछ क्या। रानी त हो खतरा हो, त फेरि लडाकु होइन, चोर्ने ढाँट्ने दुनियाँ के गर्न सक्ने, एकैछिनमा डिस्गाइज गर्ने, अर्कै मान्छे हुने, अर्कै विभिन्न खालको कलाहरू सिकाएर पारङ्गत बनाइसक्यो। अनि खेल्न जाँदा जहिले तेरो बुवाको नाम के हो भनेर त्यसलाई हैरान लाउँदा रहेछ। अनि उसले भनेछ अब तिमीले अब अलिक ठुलो भएपछि म भन्छु भनेर छ। अनि एक दिन फ्याट केटाले के भन्छ, मेरो बाउको नाम वीरबाबु हो भनेर भनेछ होइन। कसै थाहा पायो भन्दाखेरि यसो औँठी हेरेको छैन, औँठीमा त वीरबाबु लेखेको थियो बिहेको औँठी होइन। लु केटालाई भन्ने बेला आएछ अबपछि भनेर तिम्रो बाबुको नाम वीरबाबु नि हो, यसो भएको हो भनेर त्यसलाई के गर्छ उडाइदिउँ त म भनेर केटाले भनेछ। होइन उडाउँछु नउडाउ तिम्रो बाबु नि हो, तर त्यसलाई के गर भने त्यसलाई एक दिन भए पनि एक रात भए पनि घोडा हालिदिउँ सुताएर त्यसलाई प्रायश्चित चाहिँ गराऊ भनेर ठिक छ भनेछ। अनि अब केटा त अब हुलडबाज थियो, मान्छे फेरि हिरो राजा छोरो त हो होइन।
अब हिरो थियो गएछ चाहिँ अनि हतियार बनाउने ठाउँमा बिचरा बुढा बाजेले यसो त्यहाँ हान्दै रहेछन् ट्याक्क ट्याक्क हान्दै रहेछन् अनि होइन हो बा म तपाईँलाई सघाइदिइहाल्छु नि के हामी जस्तो लक्का जवान भएकोलाई तपाईँले के को यो पिर हो भनेर भनेछ होइन यसो हेर राम्रो केटाले भन्नु हुन्छ नि त बाबु कहाँ हान्नु त भनेर सोधेछ त्यहाँ होला यसो गरेको डुवाङै दिइहाल्छ टाउकामा भन्ने बेहोस हुने गरी दिइहाल्यो अनि वरिपरिका मान्छे हाहु गरे उसैले देखायो हाने नि भनेछन् वरिपरिका आदिले चाहिँ त्यहाँ त्यस्तो घटना भयो पुलिसहरूकामा डायरी पुग्यो फेरि दोस्रो दिन एउटा पान पसलले काममा गएछ दाइ पान खान पर्यो भनेर भनेछ किन पान खान्छौ भनेछ अब यो ठिटोले देखेपछि उसलाई जिस्काउनु मन लाग्यो साह्रै राम्रो केटा छ फेरि मुख रातो पार्न नि यति राम्रो मान्छे छौ कोही यसो पान खाँदै आगाले मुख दल्नु रातो भइहाल्छ नि भनेर भनेछ पान पसलले कि छोरी चाहिँ उताबाट चाहिँ पान खाँदै खाँदै आउँदै रहेछ ए अब बाबुले भनेकै छ त उसको पालो च्याप समाएर मुख दलेर रातो बनाइहालेछ वरिपरिका मान्छेले ए भनेछ उसले चाहिँ ए के भन्छ अघि तैँले सिकाएकै हो उसले गर्ने भनेपछि त्यो घटना पनि पुलिसकोमा पुगेछ ल अनि यहाँ त एउटा साह्रै फटा मान्छे आएको छैन अरे भन्नु अनि फेरि अर्को ताल चाहिँ रामायण भन्दै रहेछ पण्डितजी टाक्क बसेर सब रामायण सुनिरहेको थिएँ गएर भनेपछि राम्रो छ फेरि हिरो मान्छे सबैको ध्यान आकृष्ट गरिहाल्छ तपाईँहरूले रामायण त धेरै सुन्नुभयो कि प्र्याक्टिकल देख्नु भएको छ हनुमानले लङ्का कसरी जलाउँछ तपाईँहरूलाई थाहा छैन नि बाबु हेर्न पाए त के राम्रो हुन्छ म देखाइहाल्छु नि पण्डितले नि तँ देखाऊ बाबु देखाऊ कसरी देखाउँछ तिमीले कला हेर्न पाउनु त भनेछ अब आदेश दिएकै हो उसको वाला पुल्टो सुल्टो बनाएको छ र चाहिँ डङ्की यस्ता घर जम्प हान्ने सबै घर चाहिँ सुहा बनाइदिइहाल्छ अब पानी अब त्यसो दमकल थिएन होइन पानी गाग्रा खन्याएर आगो निभाउनुको बिजोग मान्छेहरूलाई त सहरै एकैछिनमा चाहिँ तल्का मान्छे छ अनि यस्तो फटा आइरहेछ र लु पक्रिनुपर्छ भन्दा पुलिसले पक्रिनु खोज्छ मरिगइ सक्दैन हो कता कता एकैछिनमा अर्कै रूप भइहाल्छ होइन उपाय भएन भनेपछि अनि राजगुरुले भनेछ म यहाँ 7 दिनको साधना बसेर शिवजीलाई चाहिँ होइन खुसी बनाएर गर्छु भनेर 7 दिनको शिवको चाहिँ अब पुरा तपस्या गरेर चाहिँ 7 दिनमा शिवजी नै साँच्चै अब त्यति बेला प्रकट पनि हुन्थे शिवजी प्रकट भएपछि साँढे माथि टाक्क चढेर आए अनि के माग्छौ भनेर सोधेछ एउटा फटाले साह्रै सताइरहेछ त्यसलाई पक्रिन पाऊँ भनेर भनेछ ए त्यसो भने अब त्यसको त चिन्तै नल्याउनु तिमीलाई म जिउँदै स्वर्ग लान्छु तिमीले 7 दिन यत्रो तपस्या गरेछौ हुन्छ प्रभु भनेर बसेछ ट्याक्क बसेपछि त शिवजी त चाहिँ साँढे दौडाउन थालेको यस्तामा दौडाउन थालेको हो बोरामा बसेछ साथी स्वर्ग जानु भनेर फिलिल दौडाएपछि त 2 दिन पछाडि एउटा ढोक्रामा अया गरिराखेको बेला राजगुरु चाहिँ पुलिसहरूले भेटाएछन् होइन शिवजी त के हुनु त्यही रहेछ मान्छे अनि उपाय भएन मन्त्रीले मेलो मिलाउनु भएछ मन्त्रीले अनि एउटा खोर बनाएर चाहिँ यहाँ साँझ चाहिँ 5 बजेदेखि चाहिँ अँध्यारो भएपछि कोही हिँडेछ भने त्यसो जाने छ भनेर भनेछन् त अनि ट्र्याक्टरसँगले एउटा यसो कोदालो बोकेर एउटा बुढो मान्छे उदोड आउँदै रहेछ अनि मन्त्रीले कहिले सोचना सुन्नुहोस् भनेर भनेछ कान सुन्दर हजुर तैँले सूचना सुन्नुहोस् 5 बजीदेखि उता नहिँड्नु कर्फ्यू छ भनेको थिएन भनेको होइन अनि सुनिनँ हजुर कान पनि राम्रो सुन्दिनँ अब थाहा पनि भएन केटाकेटीले पनि भनेनन् तेरो कुरो छोड्दै यहाँ तँ अब यो खोरमा पस्नुपर्छ तँ यो खोरमा पस्नु अनि यसो पसेछ हजुर यो अनि यति सानो खोरमा कसरी पस्नु मेरो त जुत्ता अलिक ठुलो छ यसरी पस्नु भने म त फ्याटो बसेँ उता ढोका लगाइदिएछ आगो लगाइदिएर लागिगएछ अनि दोस्रो रातभरि त्यो खोरमा बसेपछि भोलिपल्ट पुलिस आउँछ मन्त्री पो थुनिरहेको होइन लु त्यसलाई नसकिने भयो भनेर अब राजा नै आएको थुन्नु भनेर विचार गरेर चाहिँ आएछ क्या राजाले पनि त्यस्तै आदेश जारी गरेछ 5 बजीदेखि त यहाँ जोसुकै आयो भने त्यसलाई चाहिँ जाने छ भनेपछि कोही आएन छ त्यो साँझमा चाहिँ एउटा बुढो माग्ने पर पुरै कोर निस्किएको होइन भिजोक सबै पिप आइराखेको बुढो एउटा पार्टीमा त्यतै हाँ गर्दै करा